वेलकम छ साथीहरू नामचुरु भ्लगमा। आज चाहिँ म इटरीदेखिको ओखलढुङ्गा जिल्लाको माने भन्याङसम्मको यात्रामा निस्किँदैछु। र किन निस्किँदैछु भने चाहिँ होइन, आज म ससुराली जान लागेको मेरो बुढीसँग। हामी बुढाबुढी चाहिँ यहाँ ससुराली दसैँमा ससुराली भेटघाटमा जाँदैछौँ साथीहरू। अहिले चाहिँ हामी इटरीको बस पार्कमा छौँ। यो चाहिँ इटरीको बस पार्क हो। र साथीहरू चाहिँ कता पोखरातिर जाने बस है क्या हो। यो चाहिँ नगरपालिकाद्वारा निर्मित इटरी बस पार्कको भवन हो। अब यो सञ्चालनमा आउँछ भन्ने छ, कहिले आउँछ थाहा भएन। ल हेर्नु, यो चाहिँ इटरीको बस पार्क है, बस पार्क हो। इटरीको बस पार्क हो यो। अनि हाम्रो सामान चाहिँ यहाँ छ है। यो चाहिँ ससुरालीको कोसेलीहरू। ल हेर्नुहोस्, एक कार्टन गोल्डन कक। हामी चाहिँ यस्तो खाले रम पो बोकेर हिँड्छौँ त। एक कार्टन, 2 कार्टन। यो चाहिँ हाम्रो कोसेली, ससुरालीको लागि कोसेली। यो चाहिँ मेरो यो बियर बुढी हो। ल साथीहरू, फाइनली हाम्रो चाहिँ बस आयो। हामी चाहिँ पाथिभारा दर्शन भन्ने विराटनगरबाट आएको बसमा चाहिँ चढेर अब हामी हाम्रो ओखलढुङ्गातिर लाग्छौँ। हाम्रो चाहिँ यही बस साथीहरू। हाम्रो बसभित्र अब चढेर जाने। टकटक आयो। मेरो चाहिँ सिट यही हो हाम्रो, होइन। ल साथीहरू, हाम्रो चाहिँ बस चाहिँ अहिले इटरीबाट हिँडिसकेको छ। हेलो साथीहरू, अहिले चाहिँ हामी खाजा खाने ठाउँमा आइपुग्यौँ। ल यो चाहिँ मनोकामना खाजा घरमा खाजा खाने ठाउँमा आइपुग्यौँ है साथीहरू। यो चाहिँ खाजा खाने रहेछ साथीहरू। पहिले चाहिँ टोइलेट बाथरुम यसो सरसफाइ कार्यक्रम गरेर हात साथ धोएर होइन यता फर्किन्छौँ। ल साथीहरू, खाजा चाहिँ यहाँ के रहेछ भने यो रहेछ, दही रहेछ, चिउरा छ। कति साह्रो यार। चाउमिन खाऊँ न। चाउमिन दिनु न। चम्ची नै भयो के लिएर आउँछु। चम्चा चाहिँ लिएर आउनु है। ए साउजी, त्यो चाउमिन एक ठाउँ लगाइदिनुहोस् त। मलाई दिदी के हाल्दैन? मलाई आलु भर्ट गरिदिनु पर्छ। चम्चा वा काउन्टरमा दिन्छ, सबै जानु अगाडि माग्नु। सबै काउन्टरमा दिन्छ चम्चा। जानु अगाडि जानु, सबै काउन्टरमा दिन्छ। मटर सबै चम्चा काउन्टरमा दिन्छ, जानु अगाडि। मैले चाहिँ लिएर आएँ। यहाँ खाली रहेछ त यो पर हेर्नु छैन रहेछ। ल हामी चाहिँ पुरी तरकारी र चाउमिन दही खान लाग्यौँ है। खाजा, आजको खाजा।
लाग्यो के अरे बोले जान्छ नि रहेछ भने केटा उनीहरूको मलाई त्यो छ क्या पैसा लुकाएको भन्नु छ क्या त्यस्तै कसैले पनि कुरा साथीहरू हामी चाहिँ खाजासाजा खाएर अब फेरि बाटो लाग्न लाग्यौँ अघि आउँदा चाहिँ एउटा गाडी थियो अहिले त टन्नै गाडी आइसकेको छ ल हाम्रो चाहिँ पातिपारा दर्शन गाडी हो ल खाजासाजा खाएर अब फेरि हामी बस चढेर जान्छौँ ल है हामी चाहिँ अहिले गाउँबारी कि जोबारी अरे के बारी अरे है के त्यही बारी गाउँबारी हो कि जोबारीमा आइपुग्यौँ होइन यो चाहिँ खाना खाने ठाउँबाट ल हेर्नुहोस् यस्तो छ यार खाना खाने ठाउँ पनि है के भन्ने खाना खानु त के खाइन्छ होला र यसो हल्का फ्रेस चाहिँ होइन साथीहरू ल यस्तो छ है यहाँ ए अहिले 5 बजे हिँडेको होइन अहिले कति बज्यो भनेदेखि ठ्याक्कै कति बजेछ 12 पो बजेछ 5 बजे गाडी चढेको 12 बजेछ ल हेर्नुहोस् 12 बजे चाहिँ हामी खाना खाने ठाउँमा आइपुग्यौँ यो गाउँबारी कि जोबारी भन्ने ठाउँमा यस्तो फोहोर छ हेर्नुहोस् हाम्रो के भन्ने यो चाहिँ हाम्रो बस हो आफ्नो सामान छोड्दैछ छोप्दै रहेछ ठिक छ सामान हाम्रो यहाँ कोसेलीहरू सब छोड्न राखेको ल अब हामी चाहिँ यसो यता के रहेछ यसो फ्रेस हुन जानु पर्यो साथीहरू ल है हाम्रो यात्रा यसरी नै अगाडि बढिरहेछ अब यहाँबाट चाहिँ उता घुर्मी अनि सुनकोशी हुँदै हामी माने भन्ज्याङ पुग्छौँ है साथीहरू यताबाट आएको हामी होइन अब हामी यताबाट यता जान्छौँ पानी पर्छ कि भनेर साथीहरूले सबै गाडीको कर्मचारीहरूले चाहिँ छोप्ने कार्यक्रम गर्दैछ सामानहरू हाम्रो बस चाहिँ पर छ यो हो हाम्रो बस यहाँ पाथिभरा दर्शनमा आएको साथीहरू हामी चाहिँ भिडामिड छ गाडीमा यो चाडबाडले गर्दा होला मान्छेहरू के भिडामिड छ ओहो साथीहरू अकबरे खोर्सानी रहेछ है अचार खतरा दामी रहेछ ठाउँ ठाउँ लाग्यो यो चाहिँ खाना खाने ठाउँ रहेछ ओहो यस्तो सानो बच्चाहरूलाई काम लागेको रहेछ त्यस्तो त नहुनु हो लाउनु पर्छ त्यो चाहिँ खाना खाने ठाउँ रहेछ है साथीहरू यस्तो बच्चाहरूलाई काम लागेको रहेछ यस्तो त लाग्दो नहुने हो
हामी चाहिँ खानाको साटो चटपटे खाएको हो साथीहरू। खानु मिठो हुँदैन कतिचोटि खाएको म खानु मिठो हुँदैन क्या कतिचोटि खाएको चटपटे यस्तै मिठै बनाउँदो रहेछ चटपटे खाएको साथीहरू। यो चटपटेले अब ससुराल घर पुग्नु पर्ने। ससुराल पुगेपछि त मेचमान भइहाल्छ फेरि होइन, टेन्सनै छैन। सालीहरूको मेचमान ल त साथीहरू अहिले यति नै। हाम्रो चाहिँ अब गन्तव्य आइपुगेर हामीले यो बसबाट झऱ्यौँ है ल साथीहरू। गयो छोडेर बसले पाथी भएर बसले गयो छोडेर। धुवा छोड्दै गयो है ल मलाई त। भिडियो गरिरहेको छु कराउँछ यार। ल मेरो झोलाको सामान त यस्तो भएछ। हेलो हेलो पाछियो नमस्ते नमस्ते फुपू फुपू भन्नुपर्छ नि सोनिकालाई त। ए अँ नमस्कार फुपू म त